ड्याडी हेर न कस्तो सुतेको नि ड्याडी हेर न फ्ल्याग 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 ल्याएको अरे त्यहाँ फ्ल्याग चाहिँ छ क्या अघि चाहिँ हामीहरू त्यहाँनिर थियौँ होइन अहिले चाहिँ यसको अब अलिकति भाइ भनौँ होला कत्रो पानी पर्यो So guys, I am with Saurabh bhai at the Dollar General. हामी चाहिँ अहिले यसरी सार्पर माउन्टेन जाँदैछौँ अनि यहाँनिर निस्केर चिसोहरू केही किनेर हामी जान्छौँ अहिले म भित्र चिरिसकेको छु अनि त्यो हिजोको आइसक्रिम बोकाउनु ल तिमी गएर थाहा छ नि तिमीलाई कता सान्छ सो त हाम्रो सन्दीप भाइ हाम्रो छोराले यहाँनिर आइसक्रिम हेर्दैछ अनि नानाले उत्यो भनेको त्यो पिङ वान यहाँ स्ट्रबेरी फ्लेभर दामी लाग्यो अरे ग्राब टु नानी कुन किटक्याट नानी राख एउटा उयो किटक्याट बोक्नु अरे Guys, we love ice cream. Yeah. So we have this. Yes. Yes. KitKat flavor छ. So now अब हामीहरु पानी ग्राब गर्छौं and then हामी एउटा म चाहिँ ड्राइभ गर्दै आइसक्रिम खाँदै छु पछाडी पनि खाइरहेको छ कस्तो लाग्यो त्यो फ्लेभर यम्मी सो रन्जु मन पर्यो है यहाँ नाइस सन्दीप भाइ किटक्याट कस्तो लाग्यो गुड है या बेबी सो हामी चाहिँ अब सम टाइम यसरी इन्जोय गर्छौं हैन किनभने अब लाइफ भनेको फुल अफ जोयले भरिरहेको हुन्छ हैन आमेन के रे फेरि आमेन Alright guys, see you in the mountain. No, the mountain, parking lot. अहिले चाहिँ हामी पार्किङ लटमा आइसकेको छ होइन अब यहाँबाट चाहिँ ट्राभल स्टार्ट हुन्छ अनि यो चाहिँ सानो सब स्टोर हो जर्नी अलिअलि कठिन छ तर not too bad. I'm good नानी पानी पुग्नु त यार माथि डाँडा पुग्नु पुगेन अब के भन्छ फोन पनि जोगाउने बेला भयो गाइस दिस इज हाम्रो अवस्था होइन पानीले हामीलाई लम्फु पारिदियो तर माथि जब हामी पुग्छौँ डाँडामा कस्तो राम्रो छ होइन यो कुरा बिर्सिन्छौँ हामी माथि गएर सिटाको मजा आइरहेको छ साथीहरू मजा एकदम मजा आइरहेको छ मजा किनभने अब यस्तो मैले पनि अनुभव गर्नु पाएको छैन होइन एकदम मजा आइरहेछ कत्रो पानी पर्यो तर्सिने गरी घडाङ गुडुङ पनि गर्नु चिप्लिन्छ भन्ने डर कहाँ पुगिसौँ ए यहाँ रहेछ पानी पर्यो असिना झरेन ऊ चट्याङ पनि आउन आँटै गरेको अम्म यस्तो पानी झरीमा पनि हाइक गर्ने अम्म यिनीहरूलाई चाहिँ मान्नुपर्छ है खतरा छ सारा गाउँ सहर केमा छ हे तिम्रो भर गोडामा हो कि व्रतमा हो इसमा छ कि तिम्रो इसमा छ सारा ब्रह्माण्डलाई बनाउनु हुने निलो आकाशलाई फिजाउनु हुने यसुमा छ हाम्रो भर स्वर्ग सिंहासन पृथ्वी पाउँछन् हुनैमा छ मेरो भर ल break time, little warm up. 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 34, 35, 36, 37, 38,
So guys, finally we here. हामी चाहिँ यहाँ पुगे चाहिँ टुप्पोमा यो हामी लागेको ठाउँ टाढो This is the place हामी हेर्न आएको बाहिर साल अघि आइपुगेछ मेरो छोरा र मेरो श्रीमती आमा छोरा र अघि माथि पुगिरहेछ यहाँ आएर चाहिँ फेरि कतिचोटि मान्छेहरू आउनु जाउँ भनिरहेको छ यस्तो बोरिङ भन्ने सेसन सो आज चाहिँ अब पानी बिचमा गयो पनि होइन एकदमै शीतल छ नजिक घाम चर्को यस्तो बोरिङ हुँदैन होइन माउन्टेनको टपमा आएर अघि जति पनि हामीले दुःख गर्दै थियो नि त्यो दुःखहरू एकैतालमा बिर्सिन्छ क्या अब यस्तो राम्रो रहेछ नि लु हेर्नु चाहिँ यस्तो राम्रो हो हेर्नु त मलाई नि कति ह्यान्डसम देखिरहेको छ अब त नेचुरल आई लभ यु गॉड थ्याङ्क यू जीसस हालेलुया अहिले चाहिँ यो अर्को साइडबाट मैले खिचिरहेको छु यो दृश्य है तपाईँहरू आउनु नसके पनि तपाईँहरूले हेरेर मनोरञ्जन लिन सक्नुहुन्छ मेरो बुढीको टोपी खस्यो अरे म निकाल्न जाँदैछु जानु मेरो भाइले प्रार्थना गरिदिन्जेल भइसक्यो है त्यताबाट त इजी रहेछ त भाइ ड्याडी हेर न कस्तो सुतेको नि ड्याडी हेर न फ्ल्याग ल्याएको अरे त्यहाँ फ्ल्याग चाहिँ छ क्या आम्मामा सुपर ए मेरो बुढाको भुँडी त कति ठुलो भएछ त अलिकति भुँडी सानो पार्न न मलाई चाहिँ डर लागेर च्यु भइसक्यो हौ के गरेको होला त्यो बा ड्याडी हौ प्लिज त्यस्तो नगर्नु न हौ डर लागिसक्यो मलाई चाहिँ च्यु भइसक्यो अहिले एउटा चाहिँ फेरि के भएको उसलाई पनि दिनु अरे बाबु नजाऊ न तिमी नजाऊ भनेको सुन्दैन त यस्तो डर लाग्दो छ मलाई यहाँबाट म मेरो ब्याग चाहिँ कहाँ बिर्सेँ सौरभको टर्न अरे ए त्यो फ्ल्यागसँग फोटो खिच्ने अरे अब फ्ल्याग जानु पर्यो है नजाऊ है टाढो ल अघिको सेटमा बस ल है नजा भनेको सौरभ मलाई डर लागिसक्यो के खाले यो ढल चाहिँ टङ्की दिदी तपाईँको छोरा ढल चाहिँ भर्जिन आएर यहाँबाट एकछिन है मलाई त डर लागिसक्यो ए भयो तान्नुपर्छ होला छुछु मलाई त्यो भुइँमा झर्छ त्यो फ्ल्याग चाहिँ भुइँमा झर्छ र सौरभ प्लिज मेरो बुढालाई खुट्टा तान्न गएर म यहाँ हेर आफै गर त मलाई चाहिँ यहाँ धेरै काम भयो मलाई ढल्छ है तिमी 5747 हो रन्जु
यहाँ हेरेर भेन त्यहाँ फ्ल्याग लगाएको त्यहाँ बुढा भयो जाँदा भाइ डर लागेको मलाई म यहाँबाट हिँड्नै सकेको छैन मलाई डरले यहाँ यस्तो चाहिँ म यहाँबाट हिँड्नै सकेको छैन है ल गाइस हामी अर्को ठाउँ जानेछौँ जहाँ अर्को ठाउँ छौँ अर्को साथमा छ अर्को माउन्टेनमा किन त्यहाँनिर चढ्नुको लागि यस्तो साह्रो गाह्रो पर्दैन होइन त्यहाँनिर एउटा छ अरे के त्यहाँनिर प्लेन एक्सिडेन्ट भएको अरे क्या अनि त्यो चाहिँ त्यहाँसम्म पाहाडहरू त्यहाँनिर छ अरे त्यो पनि भएपछि हामी हेर्नेछौँ होइन अनि त्यहाँबाट पनि अर्को साइड राम्रो भ्यू देख्छ हामी त्यहाँ जानेछौँ अहिले चाहिँ हामीहरू त्यो प्लेन दुर्घटना भएको ठाउँमा जाँदैछौँ यो बाटोले पुऱ्याउँछ अरे हामी यहाँ जाँदैछौँ हो के गर्ने म फर्स्ट जाउँ त म फर्स्ट जान्छु ल नानी बस्दै गर ल जाँदै गरौँ नि त त्यसो तिमीहरू होइन हौ त्यहाँ चाहिँ प्लेन उयो भएको भनेको प्लेन ल नानी म पनि एउटा दिदीबाट ल नानी थ्याङ्क यू एउटा दिदीले मलाई पनि त्यो भिडियोबाट देखाउँदै थियो क्या त्यही भएर थाहा पाएको थिएँ तर अब गएको छैन यो अहिले जुलाई होइन जुलाई भनेको चाहिँ सिप्पैको समय हो होइन सबै बाटोहरूमा पनि उयो पलाएको छ यो सबै पलाएको छ हिँड्नु पनि गाह्रो मागातिर चाहिँ माछा चाहिँ नजिकै छ होला यस्तो यस्तो छेपमा चाहिँ होइन के भन्छ त्यो मृगहरू आएर बसिरहेको हुन्छ लास्ट टाइम म त्यो मृगले चाहिँ मलाई तर्स पनि के सानो थियो क्या त्यो मृग त म सिङ पराइरहेको थिएँ चाहिँ कतिको छ अब सर्ट खडो पनि जस्तो लागेको थियो नि खडै हो कि मैले भनेर किम्बु भेटाएँ जङ्गल किम्बु एकदम लागिरहेको थियो टाइम अब कता हो यार बाटै सकेर बेबरिस कहाँसम्म हो गाइस होइन थाहा पो भयो त हो पत्ता लाग्छ कहाँबाट कतिको टाढो यार फर्किनु पर्ला अब छैन झन् I haven't seen nothing, guys. Oh, फर्किनु पर्यो guys. मैले पाइनँ यार कतातिर सामान निकालेर आउनु पर्ला फेरि अलिक तल हो कि होइन त्यो भएको घटना भएको अनि अहिले अब यो जङ्गल पनि धेरै बाक्लो छ नि त सो त्यही भएर पत्ता लगाउन सकेन सो गाइस हामी चाहिँ अहिले फेरि नेक्स्ट पाहाडमा जाँदैछौँ होइन त्यहाँनिर चाहिँ हिँड्नु पर्दैन धेरै यही अब अघि त्यो मेन गएर गली पनि होइन कति जानु मानेन म सौरभ भाइ अनि हाम्रो सन्दीप आउँदैछ पछाडि अनि हाम्रो मेरो छोरा आइजेक
अनि के भने नआउने म फेरि आयो त नि के भयो तिम्रो यो सोच हो दिमागमा थियो भाइ This is berry. Wild. Oh no. Sharp point. Cuba. This is wild berry. Circle. I don't know the taste कस्तो छ हैन. Look guys, this is wild berry. Damn, so good. मलाई नि खुवाउँछ है अब Let me try it. Emilio. It's good, right? It's so good. So be Anju. A bumblebee. Oh, me too, me too. Thank I mean, me too, man. Oh, you're about to die, me too. Oh. Bro, look. See? Let's go. See? Ani क्यों? Huh? यस्तो राम्रो मुभमेन्टलाई चाहिँ छुटाउनु खोजेको लु भन त तिमीहरूले सायद I know. तर पनि कति राम्रो छ र सन्दीप हेर सी यस्तो राम्रोलाई तिमीहरू छुटाउनु खोजेको सन्दीपलाई चाहिँ मैले ल्याउनु खोजेको क्या अब यहाँ माथि पनि चढ्नु मिल्छ गाइस म अलिक माथि जान्छु भाइ तिमी बस्छ अहिले बस्छ ल विकास म तिमीलाई लिड गर्छु अघि चाहिँ हामीहरू त्यहाँनिर थियौँ होइन अहिले चाहिँ यसको अब अलिकति भाइ भनौँ होला सानो भाइहरूलाई सालीलाई यहाँनिर जबरजस्ती कर लाएर लिएको Be careful, guys. Oh my goodness. Oh, be careful. पानी चाहिँ चराको लागि क्या कस्तो लाग्यो सौर भाइ दामी नि यो ठाउँमा आउने नि कन्ट्याक्ट गर्नु होला होइन साथीहरू अहिले राम्रोसँग ल्याउँछ नानी Good. Sally, you done your job? Okay. See, Nani, Sally, very be careful, okay? Strong. Observe गर्दै गरेर नि यसो वाच गर्नु कहाँनिर खुट्टा राख्दा लड्दिनु त्यहाँ आउनु guys, I'll see you in next video. तपाईहरुलाई मेरो यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गरिदिनु होला हामी अब अर्को भिडियोमा भेट्छौँ साथीहरुलाई चाहिँ जङ्गली घाम फुलहरु कति मजाले फुलेको हेरेर